खाने बेला ऋण र खाने बेला घिन कहिले नमान्नु भन्छन् पहिलाको बुढापाकाले। सो हेलो एभ्रिवान, नमस्ते, वेलकम छ हजुरहरूलाई मेरो डे 5 मिनी ब्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला भन्दै आजको दिन सुरुवात भइसक्यो। सो साथीहरू, आज चाहिँ हाम्रो बोडी टिप्ने पालो रहेको छ अनि म चाहिँ बिहान बिहान उठेर बोडी टिप्न गएँ। सो साथीहरू, बोडी चाहिँ एकदम धेरै पढिरहेको छ अनि साथीहरू के गर्ने, बोडीको भाउ सुनेर बोडी टिप्न नि मन लाग्दैन। के गर्नु, बुढो हुन पनि त दिनु भएन। अब अल्छी नमानिकन भने बोडी टिप्नै पर्यो। सो साथीहरू, मगन दिदी आउनु भएको थियो डालोसँग धान साट्नको लागि। सो एउटा डालीमा चाहिँ एक डालो धान दिनु पर्ने अरे के। अनि फेरि हामी आयौँ बोडी टिप्नको लागि। सो सबै बोडी टिपेर चाहिँ हामी चाँडै नै भ्यायौँ, किनभने अलिक थोरै थियो, धेरै त्यति धेरै नि थिएन, जम्मा 3 बोरा आएको थियो। टिपेर मात्रै भएन साथीहरू, अब यसलाई ओसार्न पनि त पर्यो नि। अब ओसारेर घर लगेर प्याक गर्नु पर्यो। सो म चाहिँ लिएर हिँडेँ बोडी चाहिँ यस्तो राम्रो थियो। भाउ सुन्यो भने चाहिँ के गर्ने, गाह्रो छ। आज चाहिँ जम्मा 10 रुपियाँ किलो थियो कि। अनि यहाँ चाहिँ मेरो छोरीले चाहिँ बोडी प्याक गर्न लागेको छ, भिडियो बनाइदिएको भएर चाहिँ लजाएँ। अनि यहाँ चाहिँ फाइनली हाम्रो बोडी चाहिँ रेडी भयो। सो आँपको बुट्टामुनि चाहिँ यस्तो शीतल छ कि हामी चाहिँ जहिले बुट्टामुनि राखेर चाहिँ प्याक गर्ने गर्छौँ। काम मात्रै गरेर भएन नि त, अब खानु पनि त पर्यो नि। मैले चाहिँ खाजामा चाहिँ चाउमिन बनाउँछु भन्ने सोचेको थिएँ। अनि मैले चाहिँ हेर्दै अनि चाउमिनलाई चाहिँ चलाउँदै गरेँ। त्यो चाउमिन चाहिँ बोइल भयो अनि चाउमिनलाई चाहिँ मैले धोएँ। अनि यसलाई चाहिँ मस्त धोएर चाहिँ तातो हुन्छ नि त, अनि चिसो बनाउँदो रहेछ। मैले धोएँ किनभने एउटै ठाउँमा डल्लो पर्छ नि त। सो साथीहरू, मैले चाहिँ अनि बन्दा काटेँ। राम्रोसँग चाहिँ पकाउन आउँदैन, तर पनि आफूले जस्तो पकाएँ त्यस्तै देखाउँदैछु। मैले चाहिँ बन्दालाई छुट्याएँ अनि थालमा हालिदिएँ। सो मैले प्याज पनि काटेँ अनि खुर्सानी पनि काटेँ। अब यसलाई भुट्न पर्ने हुन्छ नि त। सो हाम्रो घरमा चाहिँ तोरीको तेल छ अनि मैले चाहिँ तोरीको तेलबाट पकाउने गर्छु। अदुवा र लसुन हालेँ। त्यसपछि मम्मीले चाहिँ खरबुजा लिएर भएको रहेछ अनि मैले चाहिँ खरबुजा खाएँ। खरबुजा चाहिँ मिठो थियो। मैले चाहिँ चना भुटेँ, चना भुटेर प्याज पनि हालिदिएँ, बन्दा सबै भुटेँ। सो मैले चाहिँ नुन हालेँ अनि चाउमिन हालेँ, यस्तो मजाले भुटेँ। सो देख्न सक्नुहुन्छ, हेर्दै कस्तो खाउँ जस्तो लागिरहेको छ कि। पछि केही गर्न सकेन भने यही चाउमिन बनाएर भए नि बस्नु पर्छ। सो साथीहरू, मेरो चाउमिन चाहिँ रेडी भयो अनि मैले चाहिँ थालमा हालेँ। खाने 3 जना मात्रै थियो अनि म र मेरो छोरी चाहिँ यहाँनिर बसेर यस्तो भोक लागिरहेको थियो, यस्तो मिठो भएको थियो। मेरो छोरी र म चाहिँ बसेर खान थालेँ, यस्तो मिठो भएको थियो। अहिले भिडियो एडिट गर्दाखेरि नि कस्तो खाउँ जस्तो लागेको छ कि। सो हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला। यतिन्जेलसम्म मेरो मिनी ब्लग हेरेर बस्नु भएकोमा थ्याङ्क यू सो मच। फलो गर्न चाहिँ नबिर्सिनु होला। भेटौँला अर्को मिनी ब्लगमा। बाई बाई साथीहरू।